सम्पूर्णमा नमस्कार। हजुरहरूलाई मेरो किचनमा स्वागत छ। आज चाहिँ अलिक फरक तरिकाबाट बनाउन गइरहेको छु। यसरी बनाएर खाँदा चाहिँ एकदम मिठो स्वाद हुने भएकोले चाहिँ हजुरहरूमा सेयर गर्दैछु। मलाई चाहिँ खानाहरू पकाउनलाई चाहिँ एकदम मनपर्छ, त्यही भएर म प्राय किचनमै हुन्छु है। अब मैले सबै रेडी गरेर सिटी मार्न राखिसकेपछि मेरो हातमा छ यहाँको नेवारी चामल। अब म मजाले धुन्छु र त्यस पछाडि अघि राखेको यो मासुको रस पनि यसमै हाल्छु। यो हाल्दा चाहिँ एकदम मिठो टेस्ट हुन्छ है। अब जाउँ हामी तरकारीपट्टि। अघि रस निकालेर हामीले खानामा हालिसक्यौँ। त्यस पछाडि अब यो मासुलाई चाहिँ मजाले फ्राई गर्छौँ। यसलाई हाल्ने मसलाहरू सबै हालेर चाहिँ मजाले फ्राई गर्छौँ यसलाई केही टाइमसम्मको लागि। अब चाहिँ हाम्रो यो मासु पाकिसकेको छ, खानाको लागि रेडी भइसकेको छ। अब चाहिँ हेर्न सक्नुहुन्छ यस्तो बन्यो। र खाना हेर्नुहोस् त यहाँ, वाउ, यस्तो खाना चाहिँ यस्तो भइसकेको छ। मेरो थाली यो रेडी भइसक्यो। अब हामी खानाको लागि पनि बसिसक्यौँ। मेरो बेबी यहाँ लुकिरहेको छ र खानाको लागि एकदम आतुर भइरहेको छ। ल अब चाहिँ हामी यहाँनिर खाना बस्छौँ। अब चाहिँ खाना एकदम मिठो भइसकेको छ। हजुरहरूलाई पनि यसरी बनाएर खान मन लाग्छ भने प्लिज एकचोटि चाहिँ ट्राई गर्न सक्नुहुन्छ। एकदमै मिठो हुन्छ है। हामीलाई त एकदमै मिठो लाग्यो र हजुरहरू पनि एकचोटि चाहिँ अवश्य ट्राई गर्नुहोला। थ्याङ्क्स फर वाचिङ।